रासुपाले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार भनेर बालेन्द्र शाहलाई अघि सारेको छ। बालेनका फ्यानहरूले उनमा एक चमत्कारिक नेताको छवि देखेका छन्। आम मान्छे भन्दा विशिष्ट व्यक्ति ठानेका छन्। अरू भन्दा धेरै भिन्न, मानव अर्कै ग्रहबाट आएका एलियन जस्तो ठानेका छन्। कृपया यस्तो भ्रममा चाहिँ कोही पनि नबसिदिनु होला, किनभने हामीलाई चमत्कारी महामानव अर्कै लोकबाट आएको जस्तो नेता चाहिएको होइन। हामीलाई साधारण नेता चाहिएको छ, मात्रै उसमा इमान र नैतिकता होस्। धेरै फुरफुर गर्ने नेताहरूको अभिगत हामीले देख्यौं। 10 वर्षमा देशलाई विकसित मुलुकहरूको सूचीमा पुर्याउँछौं भन्नेहरू पनि देख्यौं। पूर्व पश्चिम रेल देख्यौं, स्वदेशी तेल देख्यौं, यी सबैका झेल पनि देख्यौं। यसकारण यस्तो अब हामी झेलको पछि लाग्ने होइन। दर्शकबिन, यहाँ कोही पनि भगवान श्री कृष्ण जस्ता पराक्रमी छैन। यो कलियुगमा त्यस्ता मान्छे हुँदा पनि हुँदैन, हामीलाई पनि चाहिँदैन। औसत मान्छेहरूले इमानपूर्वक काम गरिदिए पुग्छ।